सेवारो नमस्ते सम्पूर्ण यो भिडियो हेरिरहनु भएको सम्पूर्ण साथीभाइ दिदीबहिनी दाजुभाइ तथा पापा आमा सम्पूर्णमा सेवारो नमस्ते। फेरि पनि यो चाहिँ धुप्पीको भिडियो मैले छोटो जानी नजानी गरेको छु। हामी कोकमा सेवा गर्नलाई यहाँबाट हामी 9 जना गएका थियौँ र सही भिडियो हामी धुप्पी घुमेको, धुप्पीमा सानो सेवा गरेको सम्पूर्ण भिडियोहरू छोटो छोटो गरेर हालेको छु। तपाईहरुले मन लगाएर भिडियो स्किप नगरेर यदि तपाईहरु धुप्पी पुग्नु भएको छैन र हेर्नु मन छ भने यो भिडियोमा तपाईहरुले देख्न सक्नुहुनेछ। मैले पोखरीको दर्शन, मङ्किमको दर्शन हजुरहरुको माझमा यो भिडियोद्वारा हजुरहरुलाई दर्शन गराएको छु। पोखरी मङ्किमको मुजुलुङको हामीले सेवा कोकमा सेवा गरेको भिडियोहरू देखाएको छु। हजुरहरुले कृपया हेरिदिनु होला। भिडियो सुरु हुन्छ अब। ल है धुप्पीको डाँडामा हिँडिँदैछ है। अहिले चाहिँ अब 6-7 जना चाहिँ अगाडि पुगिसक्यो। उता दाजु हिँडिरहनु भएको छ माथि, यता दाजुहरू। म चाहिँ लेक लाग्यो कि थाक्यो कि केही बुझेको छुइनँ। हतै भइसकेको छ। एक गोजिम मकै सकिसक्यो, खुट्टा लाग्दैन, हतै भइसकेको छ। तर पर्यो एक डोको भारी पनि बहिनीले बोकेर अगाडि कुदिगयो। त्यो बहिनी कहाँ पुग्यो थाहा छैन। मेरो चाहिँ खुट्टै चलेको छैन है। यहाँ देख्न सक्नुहुन्छ हजुरहरुले, यो चाहिँ यस्तो ढुङ्गाको दामी दामी ढुङ्गा छ नि, मिलाएर एकदम ताला राखेको जस्तो ताला मिलाएको ढुङ्गाहरू छ। अब हामी त सबै जाउँ होला मङ्किममा। कसैले गोडगाड गरौँ। खानाहरू त सोलर छँदैछ हो, भरे पकाउँदा भइगयो। न त रोटी खाएर पनि बाँच्छ होला। यसो जम्मै कुहिरो चारैतिरबाट छ। खुल्ला छैन मौसम, एकदमै कुहिरो आएर चिसो चिसो। जग्गा जग्गा अलिअलि हिउँ पनि देखा परिएको छ। मलाई चाहिँ एकदमै लिक लागेछ र हिँड्नु नसक्ने भयो। साह्रै परिरहेछ। अनि बोकेर ल्याएको डोको पनि एउटा सानो बहिनीले बोकेर हिँडिहाल्दियो। त्यतिका सरम पो भयो है। यहाँ चाहिँ हामी जाँदैछौँ एक ग्रुप अगाडि नै, एकै अगाडि नै पो छ। गाह्रै पो छ है। बास बस्ने घर है। यहाँ आएर चाहिँ हाम्रो बास हुन्छ बर्खा आएर बारीहरू बिसाम। दैलो पनि खोलिहाल्नु भयो एकतिर दाजुले। आजको बास चाहिँ यहाँ छैन, निकै जाडो छ। दाउरा त इरारै हो। यही काटेर चिरेर चरु पनि दाजु। आज जति पूजाको सामान चाहिँ लगेर अन्त यता सुत्छु। हजुर त कुनामा सुत्नु पर्यो। कुन कति बजी धुप्पीको मङ्किम अहिलेको अवस्था। अहिलेबाट आएर आउँदैछ। यहाँ उमाथि गर्ने चाहिँ टिनहरू दुईवटा हावाले उडाइ लगेछ। अनि यहाँनिर चाहिँ एकदमै आजको नजारा चाहिँ सकेसम्म कति हुन्छ प्रायःले त्यो गर्ने चलपलमा छु। यहाँ चाहिँ हाम्रो एकदम सुरेश दाजु गुरु हुनुहुन्छ। अनि यो चाहिँ हाम्रो होम लगाउने जग्गा रहेछ।
तपाईहरुलाई एकदमै बिहान फाको नजारा यो चाहिँ धुप्पीको अहिले हालै चाहिँ हामी यहाँ बसिरहेछौँ यहाँबाट निस्केर चाहिँ कतिजना धुप्पी आउनु मन गर्नुहुनेहरु उहाँहरुलाई एकदम विशेष यो भिडियो चाहिँ अहिले चाहिँ हामी आएको बेलामा चाहिँ गुराँस चाहिँ फुलेको छैन रहेछ लगभग जग्गा जग्गा एउटा दुईटा थुङ्गा लागिरहेको रहेछ हामी गुराँस फुल्ने समयमा चाहिँ आइपुगेको छैन रहेछौं लगभग भर्खर हिउँ परेर बिलिसकेको जस्तो रहेछ जग्गा जग्गा हिउँ बिलिनु पनि बाँकी नै रहेछ यहाँ अगाडि हाम्रो दाजुहरु माङखिमतर्फ अर्थात् मन्दिरतिर जाँदैछौँ तपाईहरुलाई म हिउँ अलिअलि नमिलेको जग्गाहरु पनि देखाउँछु अलिअलि हिउँ भएकोहरु पनि तपाईहरुलाई जोड्छु यस भिडियो मार्फत हेर्न सक्नुहुन्छ चाहिँ एकदमै हिउँ परेर बिलेर भर्खर सबै यसरी माटोहरु पनि जग्गा जग्गा निस्किरहेको छ एकदमै चिसो भर्खर हिउँ बिलिसकेर होला एकदमै चिसो यहाँबाट पल्लो डाँडा देख्दै हुनुहुन्छ नि त्यही पल्लो डाँडाको नजिकै छ तपाईहरुले पोखरीको पनि दर्शन म अवश्य नै गराउँछु यहाँबाट तपाईहरुले देख्दै हुनुहुन्छ नि तल सेतो पारी सेतो यो चाहिँ अलिकति हिउँ नबिलिसकेको अवस्था रहेछ तल पनि जम्मै हिउँ निकै तलसम्म नै कोपमा चाहिँ बसिरहेको रहेछ है हेर्न सक्नुहुन्छ तपाईहरुले एकदम यहाँ चाहिँ जाडो लगभग यहाँ आइपुग्नु हामीलाई चाहिँ 2 दिन लाग्यो राजरक भन्ने ठाउँबाट चाहिँ लगभग एकै दिन लाग्छ भनौं हामी चाहिँ 2 दिन 1 दिन राजरक बास बसेर यहाँ आए यहाँ देख्न सक्नुहुन्छ हिउँ एकदमै हिउँ यहाँ चाहिँ बिल्ली नसकेको अवस्था छ यता हेर्न सक्नुहुन्छ हिउँ पुरा हिउँ एकदमै चिसो अवस्था पाखाहरु तपाईहरुलाई पाखाको नजारा पनि अवश्य नै देखाउने छु हेर्नुस् यसरी एकदमै जामिरहेको छ फुलहरु चाहिँ फुल्नु एकदमै बाँकी छ रहेछ अलिक पछि आउनु पर्यो भने तपाईहरुले एकदमै फुलहरु पनि धेरै मात्रामा देख्न सक्नुहुनेछ यहाँ चाहिँ हाम्रो दाजु तल लगभग एउटा दुईटा फुल फुलेको रहेछ यहाँ एकजना दाजु फुल बेला पार्नु जानु भएको छ हेर्न सक्नुहुन्छ फुल सेवाको लागि पूजाको लागि हेर्नुस् धुप्पीको भन्ने तपाईहरु धेरै जसो आउनु एकदमै योजना बनाउँदै हुनुहुन्छ भने चाहिँ यस्तो छ धुप्पीको तपाईहरु आएर घुम्नु सक्नुहुनेछ यहाँ एउटा सानो माङखिम अर्थात् मन्दिर पनि यहाँ स्थापना भएको छ त्यहाँ आएर सेवा पूजाहरु पनि गर्न सक्नुहुनेछ यहाँ विशेष गरेर मन्दिर बनाउनु चाहनुहुनेछ यहाँ गोलाकार अघि झलक्कै देख्नु भएको उहाँ दाजु हो उहाँले धेरै योगदान गर्नुभएको छ यस मन्दिर बनाउनुमा चाहिँ यहाँ चाहिँ गुराँसको फुल कता कता फुलेको भएको हुनाले गुराँसको फुल सेवा पूजाको लागि यहाँ दाजु हुनुहुन्छ मन्दिरको लागि धेरै दुःख गरेर मन्दिर उठाउनु हुने चाहिँ गुराँसको फुल यस्तो छ तपाईहरुलाई
देखाइदिउँ गुराँसको बोटहरू यसरी हल्का हल्का भर्खर भर्खर फुल्न थालेको छ। यहाँ देख्न सक्नुहुनेछ कसै कोपीलाई हेर्छ यहाँ दार्जिलिङ गुराँसको फुल यसरी जग्गा जग्गा मात्रै फुलेको भेटिँदैछ। त्यति राम्रो फुल्ने समय पाएको छैन रहेछ। निकै तल तल छ पोखरी चाहिँ दाजु। दिनैभरि लाग्ने हजुर 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 हामी मन्दिरको छेउछेउ भन्नाले पनि हामी पोखरीको एउटा पोखरीको छेउछेउ आइरहेको छौँ। तपाईँलाई दर्शन तपाईँहरूलाई अवश्य दर्शन त गराउने नै छौँ। हामी गुराँसको फुल भयो यहाँ यसरी पानी बोकेर हामी लगभग जाँदैछौँ। यो चाहिँ साम्ची जोङ्खक्कै एकदमै एक्लो हिमाल दुप्पी मानिन्छ। यहाँ आउनुलाई धेरै कठिन किनभने बाटो एकदमै अप्ठ्यारो जङ्गलको बाटो मालिङ्गो गाडी एकदम पेलेर आउनुपर्छ। फेरि कहिले नआउनेलाई त लेक लाग्दो रहेछ। मलाई त लेक लागेर लगभग झन्डै बामी सर्दै आइपुग्यो भनौँ न। यसरी हिउँहरू हेर्नुहोस् यसरी एकदमै खोप्चा चाहिँ हिउँ चाहिँ एकदमै जामिरहेको छ। एकदमै चिसो अवस्था छ। एकदमै गुराँस फुल मजाले फुलेको अवस्थामा यहाँ हाम्रो दाजु एकदमै आतुर भएर टिप्नु गइरहनु भएको छ। हेर्नु होला यसरी गुराँसको फुल चाहिँ सेवा पूजामा लगाउनुको लागि एकदमै टिपिँदैछ। हल्का 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 फुलि नै रहेको रहेछ तर ट्याप्पै भन्ने कुरो चाहिँ छैन रहेछ। यसरी एकदमै कम्ती मात्रामा मात्रै देखिँदैछ। यसरी टिपेर चाहिँ हामी बाह्र सेवा पूजामा लगाउने हाम्रो उद्देश्य। यसरी अप्ठ्यारो जग्गामा छौँ। निकै कठिन चिसोले निकै कठिन अवस्था भन्ने रहेछ। यसरी छ फुलहरू चाहिँ यसरी टिपिँदैछ। अहिलेसम्म मैले चाहिँ यति मात्रै बेला खानु सफल भएँ। यति लगेर जाँदैछु। अरू आफ्नो दाजुहरूले लिएर आउँदै हुनुहुन्छ। अलिक चाहिँ अहिले चाहिँ भने घाम लागेको छ। यसरी तपाईँहरूले देख्दै हुनुहुन्छ होला यता घाम आएकोपट्टि तपाईँहरूलाई सूचना गरिहाल्यौँ। हामी लगभग पोखरीको नजिकै आयौँ। तपाईँलाई पोखरीको दर्शन त्यो माथि डाँडामा सानो माङ्खिम मन्दिर तपाईँहरूले देख्नु पनि भयो होला प्रथम। तर अलिकति अब उज्यालो घाम राम्रोसँगले नलागेकोले गर्दाखेरि अलिकति क्लियर चाहिँ छैन। तपाईँहरूलाई पोखरीको दर्शन चाहिँ म अवश्य नै गरिहालेँ। यो एउटा पोखरी हो। अझै यहाँदेखि उँधो पनि धेरै पोखरी छ भन्ने कुरा छ। त्योहरू चाहिँ म सायद यो पालि तपाईँलाई दर्शन गराउन सक्दिनँ किनभने हामी छोटो समय लिएर आएको छौँ। हिजो आएको भोलि लगभग फर्किहाल्ने हाम्रो योजना छ। यहाँ देखिहाल्नु भयो
यो चाहिँ हाम्रो माङखिमको अलिकति वर पर्छ यो पोखरी चाहिँ। यहाँ चाहिँ हामीले पानी छुनु अर्थात् चलाउनु एकदम नहुने कुराहरू छ। यो चलाइयो भने यहाँको मागहरू यहाँको देवी देवताहरू अलिकति रिसाउनुहुन्छ अनि पहिल्यैदेखि चलिआएको नीति नियमहरू छ भन्नु पर्यो। यो हेर्दै हुनुहुन्छ यो पोखरी जति यहाँ भिडियोमा हेर्दा सानो देखिन्छ तर यो एकदमै ठुलो र गहिरो छ भन्ने अनुमान छ। यहाँनिर चाहिँ हामीले पानी छुनु अथवा पानी भर्नु खानु एकदमै निश्चित छ। यहाँ चाहिँ हामीले खाइँदैन, पानी पनि भरिँदैन। तपाईँहरूलाई देखाइहालेँ। अहिले तपाईँहरूलाई माङखिमको दर्शन पनि म अवश्य गराउनेछु। अर्को भिडियोमा पनि मैले हिजो बेलुका हल्का देखाएको छु र आज पनि तपाईँहरूलाई म हिजो हामी आएर अलिअलि त्यहाँ केही यताउता गर्ने कोसिस गरेको थियौँ र आज चाहिँ तपाईँहरूलाई उहाँलाई हाम्रो सेवा पूजा कसरी गऱ्यौँ त्योहरू पनि तपाईँहरूलाई भिडियोमा राख्ने कोसिस अवश्य गर्नेछु। माङखिम चाहिँ यही हो। यो यहाँनिर यो पोखरी छ भनेदेखि अलिकति माथि जानुभयो भने अवश्य माङखिम देख्न सक्नुहुन्छ। यता डाँडा छ, यता पनि डाँडै छ भन्नु पऱ्यो। अब चाहिँ हामी माङखिममा आइपुगेको छौँ। अलिअलि सेतो देख्नु पाउँथ्यो होला, यो खुट्टीतिर यो हिजो मात्रै लगाएको। यो चाहिँ सानो विश्राम गर्ने ठाउँ छ। यहाँ चाहिँ पहिला देखाइहाल्नु गुराँसको फुल यति चाहिँ हामीले फेला पार्न सफल भएछौँ। हिजो यति चाहिँ हामीले गऱ्यौँ। नि आएर यो होमबन्दी गर्ने योमा यति गऱ्यौँ। यो हामीले फुल कागजहरू लगाउने यो सबै हामीले एकदम टाढोबाट मालिङ्गो काटेर लिएर यहाँ पाउँदा लगभग यहाँबाट 3 घन्टा 4 घन्टाको बाटो गएर ल्याउनु पर्ने हुन्छ र आउँदा आउँदै बारीसँग साथीभाइले दुःख कष्ट गरेर ल्याउनु भयो। यो माङखिम चाहिँ भन्ने 4 ढोका छ। यो माङखिम चाहिँ यस्तो छ र हिजो हामीले यति गर्न सफल भयौँ। बेलुका साँझमा आएर हामीले यहाँबाट देखाइदिउँ तपाईँहरूलाई। यता पनि एउटा सानोभन्दा पनि निकै ठुलो पोखरीको छेउको रहेछ। यो एउटा भयो मन्दिरको पछाडि र यो भयो मन्दिरको अगाडि। यसरी हामीले आजको सेवा सुरु गरेको छौँ। हाम्रो यहाँ पुमसम चाहिँ माथि थियो झरेछ र तलै राखेर आज गर्दैछु। यहाँ हामीले माङ्गिसाहरू लगाएको छौँ। यो चाहिँ होचला अखरा चाहिँ एकदमै हावा बेसी लड्ने एकदमै सम्भावना बेसी भएर एकदमै छोटो गरेर लगाएको छौँ। यो रङहरू पनि आज बिहान र पुरा तपाईँलाई माङखिम मन्दिर चाहिँ यो माथिको लगाएको गजुर चाहिँ अहिले हालै मात्रै लगाउन सफल भयौँ। एकदमै त्यसमा चाहिँ पोखरी अघिदेखिको भिडियो चाहिँ बनाउन सकिनँ किनभने एकदम व्यस्त भएको कारणले र यही भिडियो मार्फत जानकारी गरौँ कि हामीले यतिसम्म चाहिँ सक्यौँ। बनाउने क्रममा चाहिँ जारी नै छ। यस
जतिकै भिडियो हेरिरहनु भएको सम्पूर्णलाई हाम्रो माङ्किमको आज धुप्पी डाँडा लगभग 2 दिन लगाएर हामी आइपुगेको छौँ। आएर पनि आज चाहिँ तपाईँलाई अघि पनि मैले भनिहालेको थिएँ। अहिले हामीले यो सब गरेर माङ्किमभित्रको मजुर सबमा सेवाहरू गरिसकेको लगभग अवस्था छ। अब यस पछाडि चाहिँ हामी जग्गामा आउँदैछौँ। हाम्रो दाजु एकदमै गरिरहनु भएको छ, हेरिदिनु होला। बेसी मान्छे छ यताबाट छिरे उताबाट भित्रको पनि हाम्रो सेवाहरू सम्पन्न भइसकेको छ। टाइम निकालेर यताको चाहिँ अब लाग्छ। टाइम निकालेर यताको चाहिँ अब लाग्छ। यो चाहिँ अहिले हामी यो बाहिरको सेवाहरू सकेर माङ्किमको सेवाहरू सकेर अब यसमा छ। र योभन्दा पहिला चाहिँ हामी यहाँ बसेर सबैजना प्रसादहरू ग्रहण गरिरहनु भएको छ। अब हामी यो सकेर चाहिँ फेरि सेवामा फेरि लाग्नेछौँ। अहिले चाहिँ भने एकदमै जाडो चिसो हावा सँगसँगै एकदमै कुहिरो बढी मात्रामा छ। ल आजको चाहिँ हाम्रो धुप्पीको माङ्किममा आएर लगभग 2 दिन लगाएर आएर हामीले सबै सेवाहरू सक्यौँ। आजको यो साँझ नै पऱ्यो भने यहाँ एकछिनमै घाम लाग्छ, एकछिनमै पानी पर्छ। तर आज पानी चाहिँ परेको छैन भने एकदम बादल कुहिरो चाहिँ छ। र आजको सेवाहरू चाहिँ हामीले यसरी सम्पन्न गरेको तपाईँहरूलाई एकचोटि यो भिडियो सक्नुभन्दा पहिला चाहिँ तपाईँलाई एकखेप माङ्किमको भित्र फेरि देखाउन चाहन्छु। हामीले यसरी जलाएर हामीले सेवा आज सकेर हामी आजदेखि चाहिँ अब फेरि समय सालमा आएर हामी फेरि यसरी नै सेवा बाचा गर्दै जति पनि यस भिडियोमा जोडेर भिडियो हेरिदिनु हुनेछ। भिडियो हेरिदिनु धन्यवाद। सम्पूर्ण सेवा नमस्ते। भिडियो हेरेर साथ दिनुहुने सम्पूर्ण हजुरहरूलाई धेरै धेरै धन्यवाद। भिडियोमा तपाईँहरूले जति देख्नुभएको छ सायद तपाईँहरू पुग्नुभयो भने त्योभन्दा अझै सुन्दर सुन्दर दृश्यहरू हजुरहरूले देख्न सक्नुहुनेछ। भिडियोमा चाहिँ अलिकति कैद हुन सकेन राम्रोसँगले, त्यसैले माफी चाहन्छु। यदि तपाईँहरू चाहनुभयो भने योभन्दा सुन्दर सुन्दर देख्न सक्नुहुनेछ। सुन्दर सुन्दर हिमाल डाँडा फुलहरू देख्न सक्नुहुनेछ। र जति पनि हजुरहरूले आज भिडियो हेरेर साथ दिनुभयो हजुरहरूलाई फेरि पनि धेरै धेरै धन्यवाद। र हजुरहरूको साथमा फेरि आउनेछु कुनै भिडियो लिएर, यसको पार्ट 2 लिएर आउनेछु हामी घुम्नु गएको भिडियो। र हजुरहरूलाई फेरि पनि राम्रो राम्रो भिडियो ल्याउनेछु। धन्यवाद। सेवारो नुगेन।